घुम्न आएको कि पानीमा भिज्न आएको मलाई कन्फ्युज भइसक्यो कि म। हेलो हेलो गुड मर्निङ फ्रम सिंहदरबार है। ल अब दसैँ लागिसक्यो होइन। दसैँ लाग्दा चाहिँ म सधैँ कलङ्कीबाट गुड मर्निङ फ्रम सिंहदरबार गुड मर्निङ फ्रम कलङ्की अब म घर जाँदैछु भन्दै अब यसपालि चाहिँ सिंहदरबारबाट गुड मर्निङ भनिरहेको छु, किनकि म अब पूर्व जाँदैछु। यहाँबाट पूर्व हुँदै पूर्वतिरबाट घर जाने मेरो प्लान छ होइन। हाम्रो जलेको सिंहदरबार चाहिँ यस्तो छ, 2-4 दिनमा देशमा त खत्रै चेन्ज आयो होइन। यहाँ चाहिँ आर्मीहरू बस्नु भएको छ सेक्युरिटीको लागि। अझै पनि यस्तो सेन्सिटिभ ठाउँमा चाहिँ अझै पनि आर्मीहरू चाहिँ बसिराख्नुपर्छ, एम्बेसी अगाडि होइन, यताउता सबै। अनि त्यही हो कुरा त के भनौँ, त्यही बिहानको अहिले 6 बजिरहेछ होइन। म 5 बजे जाने भनेको हल्का पानी परिरहेको थियो। अनि जाम कि नजाम धेरै बेर सोचेँ कि मैले होइन। अस्ति पनि त्यस्तै भएको थियो खासमा, अस्ति हिँड्ने कुरा थियो होइन। अनि अस्ति पानी सानी परेर गएन। अनि आज पनि हिजो राति फेरि पानी नै परेको थिएन कि, हिजो काठमाडौँमा पानी नै परेन होइन दिउँसभरि। अनि पर्दैन कि भनेर अनि हिजो राति सब प्याकिङ हानेको। फेरि अहिले बिहान उठेर प्यारेर यस्तो पानी परिरहेको थियो। अनि त्यही यो चाहिँ माइती घर। अस्ति हाम्रो आन्दोलन यहीँबाट सुरु भएको थियो। म पनि एक दिन चाहिँ सरिक भएको थिएँ। सुरुको दिन चाहिँ सोध्छ मनले कि होइन, कि चेन्ज गर्नुपर्छ है भन्ने एउटा हिसाबले चाहिँ म पनि जोइन चाहिँ भएको थिएँ। 2:30-3 बजीसम्म चाहिँ भएको थिएँ। म अनि बानेश्वरमा थिएँ। त्यसपछि त्यस्तो घटना घटेछ होइन। त्यही हो अब अरू भन्ने कुरो सबैलाई रेस्ट इन पिस भन्न चाहन्छु होइन। जसले ज्यान गुमाउनु भयो, त्यही हो तपाईँहरूले ज्यान दिएको चाहिँ त्यसको चाहिँ किमत देशले पाओस् भन्ने हो कि, चेन्ज आओस् भन्ने कुरा हो होइन। त्यो चाहिँ अब हाम्रो हातमा निर्भर छ। ल यति अब यिनी कुराहरू यतैतिर ढुङ्गाइदिउँ होइन। त्यही यार पानी सानी परिरहेछ होइन। अब म कहाँ जाँदैछु के जाँदैछु भन्ने कुरा चाहिँ अब अगाडितिर नै गएर अब म नेपाल थोकतिर गएर चाहिँ भिडियो खोल्छु होइन। फेरि त अलिअलि पानी परिरहेछ, गोप्रोमा नि पानी पर्ने तनाव हुन्छ पानी पऱ्यो भने। त्यही भएर चाहिँ म अब गोप्रोमा टक्क प्लास्टिक चढाएर ढुक्क भएर हिँड्छु है त। ल अब नेपाल थोकतिरै गएर भेटौँ ल। अहिले चाहिँ म बिजुली बजार पुलमा आइपुगेँ है त। ल पानी चाहिँ नपर्दियोस् के यार, अन्त मैले कुकुरले नपाएको दुःख पाउँछु ढुक्कै हो यार। छ्या ल पानीले लास्ट हान्छ कि फेरि यार। अलिअलि आँखा पानी त्यस्तो त आएन, तब पनि हान्न चाहिँ हान्छ कि। बिजोग छ एक ठाउँ खिच्न पाएन मैले अहिलेसम्म पानी परेर होइन। यी सबै प्लास्टिक छ यस्तो छ। यहाँ चाहिँ टक्क भ्यू चाहिँ बवाल छ होइन। म घुम्न आएको कि पानीमा भिज्न आएको मलाई कन्फ्युज भइसक्यो कि म। यस्तो पानी भन्दा नि यत्तिकै छ होइन। अब बाइकमा हिँड्दा भिजिहाल्छ नि। पानी पर्न चाहिँ परेको छैन, तर पुरै त्यो झरी जस्तै छ कि, बिजोगै छ। कपडा सब भिजिसक्यो अलिअलि, त्यस्तै छ। अब भ्यू चाहिँ बवाल छ फेरि, हरियाली त छ। यो चाहिँ मेरो फेभरेट हाइवे थियो पहिलाको होइन। अहिले चाहिँ बाटो लास्टै बिजोगी भएको यार। पोहोर बाटो अहिलेसम्म केही बनाएको छैन है। मनाङ किन जानु पऱ्यो कि एडभेन्चरको लागि अब कहाँ गएर भेट हुन्छ होइन। यसो घामसाम लाग्यो भने चाहिँ खिच्छु म। त्यस्तै हो पुरै। ल मेरो चाहिँ फेभरेट हाइवे थियो कि यो नेपालको होइन। तर अहिले यो हाइवे देख्दा चाहिँ यस्तो चित्त दुखिरहेछ नि। पोहोरको दसैँमा बिग्रिएको थियो होइन। अहिलेसम्म बाटो त्यस्तै छ। नेपाल तकसम्म त मनाङ जानु पर्दैन होइन। रुन मात्र सकेको छैन, तर मेरो बाइक चाहिँ रोइरहेको होला। त्यसको पनि फेभरेट बाटो हुनसक्छ होइन। त्यही हो अब चाहिँ बाटो राम्रै छ, आनन्दले गइन्छ। यस्तो छ है त। सो मेरो अस्ति बाइक किनेको चाहिँ 10 वर्ष भएको थियो कि, भदौ 26 गते किनेको थियो हामीले होइन। अनि आज चाहिँ असोज 2 गते। हिजो खास बाइक पूजा गर्ने त अब हिजो गरिएन। आज चाहिँ टक्कै सिन्धुलीमा आएर यहाँ मेरो नम्बर प्लेट टाँस्ने एउटा ठुलो रहर थियो कि पहिला। अनि 10 वर्ष पनि पुरा भएको थियो। अनि मेरो सानो एउटा ड्रिम राइड पुरा गर्न जाँदैछु म। पानीले यस्तो छ हालत, पुरै म्याचिङ छ होइन। ल
ल मैले चाहिँ यहाँ मेरो बाइकको नम्बर प्लेट चाहिँ राखेँ होइन वर्ष भनेको जोक होइन त कहाँ पुग्यो यो बाइक लगेर होइन अगाडितिर के हुन्छ त पानी पऱ्यो भने खिचौँला नै भने त अब त्यस्तै हो पानी नपरे खिचौँला है त ल मजाले टक्क नेपाल थोकमा छु नेपाल थोक नै यार के अरे खुरकुट छु होइन यहाँ मेरो बाइक चाहिँ बन्यो क्या झन्न मैले चाहिँ सिलिन्डर गएको जस्तो लागिरहेको थियो तर लास्टमा चाहिँ उनी के अरे ब्रेक सु सकियो रहेछ अस्ति हेरेको थिएँ मैले थियो यार फाले जस्तो लाग्यो क्या मैले अस्ति नै यो बाइक बनाएको चाहिँ होइन ठिकै छ अनि यहाँ खाना खाएँ मैले 11 बजिरहेछ अब चाहिँ जानुपर्छ झन्न अहिले पानी गर्मी हुन्छ कि अब त यता त फेरि लास्टै उल्का पात गर्मी हो नि अनि अघि नैको भिडियो हेरेको होइन मैले हल्का मैले हालिदिउँला होइन त्यो प्लास्टिक चढाएर खिचेको थिएँ मैले खुबै राम्रो चाहिँ नआएको रहेछ अनि पेट्रोल हालेँ 1000 रुपियाँको अहिले चाहिँ ब्रेक त्यो दाइले चाहिँ मैले उता खिच्न चाहिँ पाइनँ होइन यस्तो रस थियो गाडीको फेरि एउटै ग्यारेज रहेछ हाइसहरू सबले त्यही टायर सायर फेर्ने पङ्चर बनाउने सबले त्यही गर्दो रहेछन् क्या यस्तो मजाले बनिदिनु भयो क्या त्यो दाइले यार फालेकै थियो पिस्टन नै फालेको थिएन मैले त मास्टर सिलिन्डरै फेर्न पर्छ कि भन्ने डर लागिरहेको थियो तर दाइको एक्सपिरियन्स अनुसार बनाइदिनु भयो होइन पैसा नि त्यही ब्रेक सुको मात्रै लिनुभयो क्या ल अब जाँदैछु अब चाहिँ बादल खुलिरहेछ है त ल यतातिर त अब पानी आउन ल ह्याप्पी 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 केही त छुटे छैन होला गएर मेरो केही छुटे छैन यार अलिअलि कपडा भिजिरह यो सुक्दैछ होइन रेनकोट मैले निकालेर राखिसकेँ पन्जानी भिजिरह यत्तिकै सुकाइरहेको छु म त कपडा सुकाउन हिँडे जस्तै भइरहेछ अब त लचक भयो नि त अब त फेरि अब चाहिँ आनन्द आउँछ नि त अब कन्फिडेन्ट नै अर्कै आउँछ क्या बिना त अनि कसरी चलाउनु तर मैले कहिलेकाहीँ यस्तै हुन्छ राइट डिसिजन खास सिन्धुलीसम्म पुऱ्याउँछु जस्तो लागिरहेको थियो होइन मलाई के लाग्थ्यो भने यो मास्टर सिलिन्डर बिग्रियो जस्तो लाग्थ्यो कि तर ब्रेक सु सिद्ध्या रहेछ त्यो दाइले त्यही भन्नुभयो भन्यो ल ठिकै छ ब्रेकको कुरा नगरौँ होइन अब अगाडि नै अब उताको भिडियो मैले राख्दिनँ अब अगाडिको कुरा गरौँ है म यो कसरी यो यात्राको दौरानमा छु दसैँको बेला होइन खास पूर्व जाने पश्चिम त म गइसकेँ होइन अनि मलाई पूर्व जानु थियो कि पूर्वलाई छुनु थियो कि पूर्व म गएकै थिएन बर्दिवाससम्म मात्र गएको छु यो बाटो त 3-4 पल्ट हिँडिसकेँ म बर्दिवासदेखि उता चाहिँ म गएको थिएन होइन अनि खास पोहोरपालि नै जाने प्लान थियो है मेरो खास पूर्व होइन कति होइन भनेर हो के अरे पोहोरपालि नै जाने प्लान थियो अनि पोहोरपालि जानी सोचिरहेको थिएँ अनि फ्याट्ट पानी बाढी साडी आइदियो बाटो साटो लगिदियो यस्तो राम्रो बाटो होइन अनि त्यसपछि अब यसपालि नै जाने भनेको आन्दोलन भयो अनि त्यसपछि अलिअलि लेट भयो अनि त्यसपछि अहिले जाँदैछु हो यहाँबाट यता सोलुखुम्बु जान्छ है त यो बाटो पनि गएको छु म सोलु पुगेर आएको छु अब यस्तो ठाउँमा गएर भिडियो बनाउन त हुन्थ्यो किनभने टाइमै छैन कहाँबाट बाइक लाने कहाँबाट निकाल्ने थाहै हुन्न ल ल ल ल माइक्रोहरू त लाइन लाएर आइरहेछ नि त त्यही हो कुरा यार अरू त के भनौँ यस्तो छ बिहानको बाटै खिच्न पाइएन सिन्धुली गाडी घुमेर जाउँला सुन्तलीमा आउँछु म त फर्केर मार्यो नि आजकलका जोबन हेर आजकलका जोबन हेर सुन्तलीमा कति नराम्रो दरबार मार्यो नि माया
Who's gonna bring the change? We're climbing, we're soaring, 1,000 फेरि पानी आएको अवस्था छ हैन। म भिमानदेखि थोरै यता आइपुगेँ, भिमानदेखि लगभग 10-15 किलोमिटर यता। अनि पानी आइरहेछ, खिच्छु भनेको फेरि पानी आइदिइहाल्यो के। त्यही हो, यहाँबाट भिमानदेखि 175 किलोमिटर धरान हो, यहाँदेखि 165 धरान रहेछ। अनि पानी परिरहेछ, खिच्नै पाइरहेको छैन कि। आज त के भइरहेछ अघि नै त्यो भिमाननिर खिच्छु भनेको खिच्दै खिचेन गोप्रोले, के भन्यो त्यो कार्ड इरर भनिरहेको थियो मेमोरी। अब अहिले त ठिकै छ, यत्तिकै खिचिदिएको। अब यहाँ म रेनकोट लाउँछु अनि मेरो अन द वे टु कहाँ धरान है त। आज त मलाई इन्द्रेका बाउ चन्द्रे आए पनि रोक्न सक्दिनँ कि पूर्व जानलाई त। रेनकोट लाउँछु मैले है त। ल अहिले यहाँ गोप्रो नि यही पनि बिग्रिन्छ, यही सम्पत्ति छ लफ गरेको है त। पानी फेरि परेको छैन कि अहिले, कि पानी मस्त परे पनि रोकेर लाउन हुन्थ्यो। अलिअलि पर्छ, अलिअलि पर्दैन, फेरि तराईको यही हो कि। अहिले फेरि परेन कि, यस्तो छ यो बाटो चाहिँ एकदम राम्रो बाटो छ है। नयाँ हाइवे हो यो, खुलेको धेरै भएको छैन होइन, तर एकदम राम्रो छ अरे हाइवे चाहिँ। अलि राम्रो छ भन्दैमा कुदाएर हिँड्यो भने चाहिँ गाह्रो छ, बेला बेलामा टर्निङ आइदिन्छ अरे होइन। टर्निङहरू त्यस्तै छ अरे, युज टु हुँदैन नि त मान्छे। त्यही भएर चाहिँ आनन्दले जाने हो है त। आज त मैले टिकटकमा त तहल्का मजा आएको। तहल्का त के हुनु, 100-150 भ्युज आहा, तर मैले बिहानदेखि अहिलेसम्म 5-6वटा त हालिदिइसकेँ होला। टिकटक अपडेट त्यतै छ, हालिदिउँ न होइन। यसपालि केही नयाँ ट्राई गरौँ भनेको थिएँ कि मैले, बोलेर त्यही पनि। ल बाटो एकदम राम्रो छ यार, गाउँहरू बिचको साइडबाट लगेको छ होइन। अलि यतातिर हो भने तराई छ, पुरै खोलाको साइडमै छ होइन। यस्तो हरियो छ फेरि यता, दामी छ यतातिर हरियाली। गर्मी त गर्मी हुन्छ यो ठाउँ, तराई हो नि त। भित्री तराई हो कि के भन्छ कि यसलाई। कति छ यहाँबाट, कहाँ हो यहाँबाट अर्को जगाडी भन्ने उता रहेछ धरान, सिधा 163 गाईघाट सिधा रहेछ, सिधा। ला 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 धरानको बजारैमा माया बस्यो एकै नजरमा। माया बैमानी हो, माया बैमानी धरानको बजारमा एकै। ला 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 ला। यस्तो ठाउँमा चाहिँ लास्टै केयर गर्नुपर्छ कि। यस्तो हल्का उठेको होइन, उताको चाहिँ देखिँदैन कि। अनि उताबाट के आछ केही थाहा हुन्न कि। अनि त्यसमा चाहिँ हल्का स्पिड चाहिँ स्लो नै गर्नुपर्छ। ल यो कुन पुल हो, पुलमा आइपुग्यो, लामै छ त पुल। ला 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 लामै रहेछ त बे पुल त यार। ल यो खोला होइन, नदी हो नदी। ल यहाँ भिडियो सुटिङ भइरहेछ। माया यहाँ के छ, यहाँ बजार टाइपको के हो। यस्तो सेतो सेतो राखेको चाहिँ किन, यो टर्निङमा राख्दा हो कि किन राखेको हो, आई डोन्ट नो। खिचिराखेको प्रोले ठिकै राम्रो छ क्या ठाउँ त, ब्युटिफुल छ, ब्युटिफुल। नेपालमा सबैतिर यस्तो बाटो भइदियो भने कति रमाइलो हुन्थ्यो होला क्या यार। हामी नेपालीले धेरै विकास पनि खोजेको त होइन जस्तो लाग्छ होइन।
यति बाटोघाटो होइन, अनि हस्पिटल राम्रो सेवा सुविधा पायो होइन, सरकारी कार्यालय गएको बेला चाहिँ धेरै झुल्न नपरोस् होइन, यस्तै त हो यार। धेरै नै खोजेको त होइन जस्तो लाग्छ। नो करप्सन होइन, भ्रष्टाचार नगरौँ भन्नेमा हो। पायो भने चाहिँ मैले नै हानिदिन्थेँ हो क्या। आइएम किडिङ। हो यस्तोमा चाहिँ गाह्रो रहेछ बाटो। मैले बुझिसकेँ यस्तो टर्निङ छ गाउँहरूमा होइन, सिधै लानु त मिल्दैन, अरूको जग्गा हुन्छ होला, तर युज टु नभएसम्म चाहिँ गाह्रो हुन्छ। रातिमा है, दिउँसोमा त देखिन्छ होइन, रातिमा त अब त लाइटको अब त्यही हो देखिने, त्यति स्पिडमा त भ्याउँदैन नि त। कता यो बाटोको मलाई उहाँको याद आयो कि हाम्रो यो काली गण्डकी कोरिडोरको बाटो नि यस्तै छ कि, यता पाल्पा तल ट्याक्क कोरिडोरको बाटो नि सेम टु सेम यस्तै छ। ल एउटा त सेम टु सेम यस्तै टर्निङ छ कि। बस्नियामा आइयो नि त हामी, बस्निया ओ बस्निया। अहिले यो घाट गाउँ भन्ने ठाउँमा आइपुगेँ होइन। त्यहाँको ड्रोन सट हेर्नु भएको होला नि, के हो धरान त्यति त होला नि, यता त होइन होला। ल धरानमा आउँदैछु, थाहा छैन म आज धरान बस्छु कि कहाँ बस्छु। अब धरान कति बेला पुग्छु भन्ने कुरा हो। मेन डेस्टिनेसन चाहिँ धरान हो होइन। धरान छिटो पुग्यो भने चाहिँ अब के बस्नु, त्यहाँभन्दा उता गइहाल्छु म। अब बेलुकासम्म धरानै पुग्यो भने चाहिँ फेरि धरानै बस्छु। फेरि साँझ पऱ्यो भने चाहिँ कति छ यहाँबाट, चतरा 164, गाईघाट 78, धरान 152 किलोमिटर रहेछ। 152 मिनट लाए पनि कति लाग्छ त, अनि 2 घन्टा 3 घन्टै लाग्दो रहेछ त। 3 घन्टै लाग्दो रहेछ कि क्या हो। यस्तो चौपायाहरू हुन्छ कि। तराईमा मेन रिक्स भनेको यही हो कि, के अरे यिनी वन्य जन्तु भन्छ के भन्छ, अनि गाईहरूको के बाटो कहाँबाट जनावरको के मान्छेले नि त्यस्तै केयरलेसले त काटिरहेको हुन्छ। यता भन्दैन अझ मेन हाइवेतिर डेन्जर हो क्या। यता त गाउँमा बरु ठिकै छ, मान्छे त्यति छैन, गाडी पनि छैन होइन। ल कटारी आइपुग्यो, कटारी है। बल्ल बल्ल पहाडतिर त खै पानी परे जस्तै छ। अहिले चाहिँ हामी तराईमा छौँ। फेरि हामीलाई मतलब छैन तराईका मान्छेलाई। बिहान त पहाडमा डह्रो झ्याउ भयो नि त। बाटो त्यस्तै बिग्रेको, त्यही माथि पानी त्यस्तै त्यस्तै। धरान यता, त्यही धरान यता होइन, धरान 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 ए लस। देख्न त छ कि त्यही सोधेको कि जता कतै उत्री बाटो छ नि, अनि साइन भयो नि बुझ्दिउँ न भनेर। धरानै धरान। यिनीहरूलाई पनि थाहा रहन्छ कि जस्तो लाग्यो, सोधिरहेको थिएँ। ल यहाँबाट रहेछ अर्को चोक। यो राम्रो छ यार बाटो यार, नाइस, मन पर्यो। धेरै अब रिस्की चलाउनेलाई चाहिँ अब 115, 20, 30 हाले पनि पुग्छ होइन। अब नआयो भने चाहिँ हामी जस्तो म जस्तो क्रुज गरेर 80, 90मा हिँड्यो भने चाहिँ विदाउट रिक्स होइन,
रिक्सै बिना के जति बेला नि अब के आयो रोक्छु भन्ने टाइप त 80-90 के त गरिन्छ नि त। त्यसमा चाहिँ टर्निङहरू यताउता नि पुग्छ फेरि। 100बाट माथि चाहिँ अब त्यो आफ्नै रिक्समा हो। म चाहिँ पुस गर्दैन किनकि अब मलाई फेरि इलाम पुगेर घर नि फर्किनु छ। मलाई बाइकको माया छ, बाइकले धोका दिन्छ कि भन्ने डर लाग्छ होइन। 10 वर्ष भइसक्यो होइन चलाएको, अनि त्यही त हो। त्यही भएर बाइकलाई म पुस चाहिँ गरिराख्दैन। बाइकमा अब टाइम पनि छैन नि त, लगत्तै दसैँ छ होइन। अब बाइक बिग्रियो भने त अनि तनाव हुन्छ, के गर्ने कसो गर्ने हुन्छ नि त। त्यही भएर आनन्दले सेफ्टीका साथ, मेन त सेफ्टी नै हो यार होइन। दसैँ आइरहेछ यताउता केही भइहाल्यो भने त तनाव हुन्छ नि त फेरि घरको लागि सबैलाई। त्यही भएर आनन्दले यो भुल्के भन्ने ठाउँमा आइपुग्यो। भुल्के यो हाइवे त्यति युज चाहिँ नहुँदो रहेछ कि जस्तो लाग्यो क्या मलाई। त्यस्तो माइक्रोहरू मात्र देखिरहेको छु। मेन त अब यो सिन्धुली मेन बसहरू त पूर्वको त नारायणघाट हुँदै नै जान्छ। यताबाट यो सिन्धुलीको बाटोमा जान पाउन्न बसहरू त्यस्तो। त्यही भएर नि आनन्दको बाटो छ। बाटो चाहिँ बबालै छ यार। बाटो त भातै बस्केर खाने जस्तै छ यार। तर यो येलो कलरको छ नि, यो चाहिँ हाम्रो मुगलिङ नारायणघाटको बाटोमा चाहिँ स्पिड ब्रेकर जस्तै हो, तर सानो रहेछ कि यहाँ चाहिँ। हाम्रो त त्यहाँ त घडाक्रा घुडुकै गर्थ्यो पहिला पहिला त होइन। यहाँ चाहिँ अलिअलि फिलै नहुने टाइपको छ। बाटो राम्रो छ एकदम, नयाँ बाटो भनेर होला। बनेको नि त कति बाखेर 1-1.5 वर्ष भयो होला, 2 वर्ष भनौँ न ल। अनि त्यही माथि त्यति गाडी नै हिँडेको छैनन् क्या। फिलिली छ, फिलिली फिलिली बग्यो फुला कलेजमा समय तिम्रो माया। म चाहिँ गाईघाट आइपुगेको छैन होइन। अब गाईघाट आउन लागे जस्तो लागिरहेछ। किन खै मेरो मनले त्यही भनिरहेछ। धरान त छ यार, अझै 100 किलोमिटर छ यार। टाढै रहेछ यार छन त यार। हुन टाढै हो नि यार। म ठ्याक्कै घर गए जति छ अनि 370 किलोमिटर हाम्रो घर छ। अनि काठमाडौँबाट 370 नै रहेछ कि फेरि 70 कति छ यस्तै, धेरै डिफ्रेन्स चाहिँ छैन। अब म डाइरेक्ट घर गएको भए चाहिँ यति बेला म कहाँ पुग्थेँ। यति बेला चाहिँ हाम्रो अराहाजीको गेटनिर पुगिसक्थ्यो होला, पत्थरकोटतिर। हाम्रो केटाहरूले यस्तो बाटोमा चलाउनु पाए कति कुदाउँथ्यो होला बाइक जस्तो लाग्छ कि मलाई कति बेला चाहिँ। यो बाटोमा आँखै धिर्र गर्दो रहेछ यार। यो त धेरै येल्लो भएर हो। यहाँ हो अरे क्या सबैभन्दा एक्सिडेन्ट हुने ठाउँ। मैले टिकटकमै देखाएको थिएँ। यहाँ हो कि कहाँ हो कि कतिचोटि खसिसक्यो अरे क्या गाडी भने जस्तो लागिरहेको थियो है। यस्तै टाइपको थियो कि भिडियो। अब खै हुन नि पाएँ नहुन नि पायो थाहा हुन्न क्या। टर्निङहरू कस्तो अनएक्सपेक्टेड ठाउँमा छन्। अनि यति किन मिस्टेक भयो, यति किन ढिलो काटियो भने त अनि गर्दैन टर्निङ। ल गाईघाट आइपुग्यो है त। यहाँबाट चतरा अनि दिक्तेल जाने पनि छुट्टै यहाँबाट पनि बाटो रहेछ यार। दिक्तेल भनेको त उहाँ होइन, खोटाङ। दिक्तेल बजार भन्ने, दिक्तेल बजार सम्झनामा आउँछ बजार। अहिले चाहिँ म गाईघाटमा छु। कहिले कति बज्यो, ठ्याक्कै 4 बजिरहेछ गाईघाटको चोकमा। अब यहाँबाट कता हो त यो धरान जाने, सिधै त होला नि। दसैँको चहल पहल छ जे होस् गाईघाट बजारमा। धरानको बजारैमा माया बस्यो एकै नजरमा। माया धराने हो माया धराने, माया हर्क सम्पाङ अरे हो हर्क सम्पाङ हो नि त। हर्क सम्पाङको एरिया हो नि त हाम्रो बालेनको मायालु। के बोलिरहेको छु म।
ल अब सिधै त्यतै गएर भेटौँला है त माया धराने भनिदिइराखेँ मैले अहिलेको लागि चाहिँ। धरानको बजारैमा माया बस्यो एकै नजरमा। कति रहेछ हेरौँ न एकपट्टि किलोमिटर, बेलटार 20 किलोमिटर, धरान 70 रहेछ क्या अझैमा। के गर्छ 70 किलोमिटर छ धरान है त। ल आजको बल्ल 103 हाने मैले। ल आजको यो मैले बाइकै पेल्याएको थिएन। बा कत्रो हो मा, के हो यो बाछो दुब्लो रहेछ तर कत्रो यार। बाइकै मैले त्यस्तो गरेको थिएन, बल्ल हाने त 103 मात्र जम्मा। आज मैले त्यस्तो बाइकै गर्ने मन लाग्दैन कि, खै किन हो किन यार। पहिला चाहिँ टप स्पिड कति चेक गरिन्थ्यो, 132 सम्म पुऱ्याइन्थ्यो। ल हाम्रो जस्तो जिप देखियो है पहिलोपल्ट पूर्वमा, हाम्रो घर जाने जिप। सुक लिएर त आएन बाबुराम दाई। 1731 भन्ने रहेछ गाडीको नम्बर। लास्टै बलियो गाडी हो यार यो त, मभन्दा नि पुरानो होला सक्यो। अहिले चाहिँ म यो सप्तकोशीको माथि छु होइन। यहाँ यस्तो आनन्द आउँदो रहेछ। उताबाट गर्मीबाट आएको है, यहाँ त चिसो। सप्तकोशीको हावाको होइन आनन्द त आइहाल्छ नि। कहाँबाट आएको होला, हिमालबाट। अहिले चाहिँ म तराईमा छु। क्या आनन्द आइदिने, हेर्दा पनि क्या डर लाग्दो छ कि स्केरी, रिङ्गाटै लाग्छ यार। यस्तो छ भ्यू चाहिँ, यो पनि फेरि डर लाग्दैछ है त। पिस। ल तपाईँहरूलाई सप्तकोशी देखाइदिएँ है त मैले। ल सप्तकोशी 7वटा कोशी कहाँबाट आएको होला है, कतिवटा हिमालबाट आएको होला। यो त नि यो त तल के अरे तल ड्यामतिर चाहिँ झन् होला नि टाढासम्म। यहाँ त अलि नजिक रहेछ ड्यामतिर त होइन। वारीबाट पारी नै कति 1 किलोमिटर भन्दै कति भन्दै गएर खोइ हामी सानो हुँदा। अब फाइनल्ली मैले पनि देख्छु। के देख्छु भन्दाखेरि रियालिटीमा त्यही हो। अब यहाँबाट धरान कति छ खै अब। ल फाइनल्ली म धरान आइपुगेँ है त। अब यो भानुचोक भन्ने ठाउँ खोज्दै गइरहेको छु। मेन चोक त्यही हो भने जस्तो लागिरहेको थियो। त्यही राम्रो छ यार, शान्त के अर्कै छ यार। बजारी टाइपको पनि छैन है, आनन्द के हेरिरहेको छु मैले अहिलेसम्मलाई चाहिँ। राम्रो कस्तो पहिला त सफा छ भनेर चिन्ने ठाउँ हो नि त धरान।